जेट प्लान्टको पात चाहिँ अलिकति छाम्दाखेरि गिलो चाहिँ दुईवटा कारणले हुन्छ कि। एउटा भनेको चाहिँ पानी पुरै सुक्खा भयो भने, माटो पुरै सुक्खा भयो, पानी हाल्ने बेला भयो भने पनि गिलो हुन्छ। अनि अर्को भनेको चाहिँ पानी धेरै भयो भने पनि गिलो हुन्छ। अब फरक कसरी थाहा पाउने भनेदेखि सबसे इजिएस्ट वे भनेको चाहिँ यदि माटोलाई छाम्दाखेरि चाहिँ माटो पुरै सुक्खा छ भनेदेखि चाहिँ यो सुक्खा भएको भएर चाहिँ भएको चाहिँ गिलोपना हो। अनि तर छाम्दाखेरि चाहिँ माटोमा चाहिँ पानी फिल हुन्छ, आफूलाई चिसो फिल हुन्छ भनेदेखि चाहिँ पानी बढी भएको हो। त्यसरी माटो मजाले सुक्खा भइसकेपछि चाहिँ यसरी टन्न पानी हाले पनि केही फरक पर्दैन। तर छिनको छिनमै हुन्छ नि, दुई तिन दिन हेऱ्यो, पानी हालिहाल्यो गऱ्यो भने चाहिँ जरा कुहिने चान्सेस हुन्छ। अनि पातमा यसरी पानी दिइराख्ने हो भनेदेखि चाहिँ सकेसम्म चाहिँ टाइम टु टाइम चाहिँ पातबाट धुलोहरू चाहिँ पहिला सुक्खा हटाइहाल्ने, अनि त्यसपछि पानी दिए पनि त्यति फरक पर्दैन। तर दिनदिनै जस्तो चाहिँ पानी त्यसरी पातमा चाहिँ नछर्किने, यसले पानी त्यसरी छर्किनु पर्दैन, छर्किन हुनु पनि हुँदैन।